एकछिन कुरामा लुकी लुकी बेबी हेर्दैछ है। अस्ति त रुनु भएको भाइ आज त अब हाँसेको हाँसेको है। कङ्ग्रेचुलेसन पनि दिन नसक्ने कि त्यो बेला चाहिँ है। हेलो नमस्ते गर्ने आउनुहोस् आउनुहोस् ल आउनुहोस् मेरो छोरी आउनुहोस् आउनुहोस् यहाँ आउनुहोस् ल आउनुहोस् न ल आजको भिडियो स्टार्टिङ गरौँ है त। ल हेलो नमस्ते लासो फ्यापुला सम्पूर्णलाई स्वागत छ मनोज मुना तामाङ युट्युब च्यानलमा नयाँ दिन नयाँ भिडियोको साथ हामी उपस्थित भइसकेको छु। सो सम्पूर्णको लागि हामी सबैको लागि तपाईँहरूको लागि भनेर आज चाहिँ एकदम गुड न्युज ल्याएर आएको छु साथीहरू। त्यो गुड न्युज चाहिँ तपाईँहरूलाई के हो कस्तो हो भनेर हुन त थम्बनेल र टाइटल हेरेर थाहा भइसक्नुभयो होला, तर पनि गोप्य राख्दै हामी चाहिँ जान लागिरहेको छु। रेडी भइसक्यो हाम्रो फ्यामिली मनोज मुना फ्यामिली रेडी भइसक्यो। अब चाहिँ जानको लागि अब नयाँ मान्छे हेर्नको लागि भनेर। अनि यता छ मेरो छोरी। हेलो सानो मिन्छ। हेलो नमस्ते। ओइ 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 यता हेर यता हेर नाटक देखाइरहेछ यसले। ल आमालाई पनि हेलो नमस्ते आमा नमस्ते। खै त नमस्ते दुई हातले हो। गुड गुड। उहाँलाई पनि यता नमस्ते। ल स्वागत छ तपाईँलाई पनि। अनि दिन कसरी बितिराख्नु भएको छ काठमाडौँमा बसाइ? काठमाडौँको बसाइ घुमघाम गरेर बोरिङ लागेर रुममै घुमघाम होइन त घुमघाम चाहिँ त्यस्तो छ साथीहरू। हाम्रो चाहिँ रुममै बसेर घुमघाम भइरहेको छ। आमालाई पनि एकदम आनन्द। आमा ल घुमघाम कस्तो भइरहेको छ हजुर? आमा तपाईँलाई कस्तो लागिरहेछ? यता हेर्नु न हजुर। हेत्तेरिका हाम्रो आमाको बानी कहिले सुध्रिने साथीहरू। मेरो चाहिँ कस्तो देख्यो होला टाउको कस्तो देख्यो होला भनेरै जिन्दगी बित्ने भयो मेरो आमाको। के गर्नु। अनि मेरो छोरी हेलो नमस्ते। ओइ ओइ मिन्छ बेबी। ल आज त हिरोनी बनेर नयाँ बेबी हेर्न भनेर यस्तो खुसी भइरहेको छ मेरो छोरी। ल भइसक्यो। ल मुनालाई पनि स्वागत छ। हेलो नमस्ते। ल केही भनौँ एकछिन ल ल हेलो नमस्ते सबैजनालाई स्वागत छ। अनि मैले भनिसक्यो। अब आजको भिडियो कस्तो भनेर त तपाईँहरूले थाहा भइसक्नु भयो। हामीले अस्ति पनि गएको होइन। अनि सबैजनाले भन्नुभएको थियो बेबी भयो कि भएन बेबी के भयो भनेर। अब बेबी चाहिँ भयो। अब मलाई पनि थाहा छैन उतै गएर हेर्नु पर्ने हुन्छ। बल्ल आज बेबी त हेर्न पाइरहेको छु होइन। आज चाहिँ मैले हेर्न पाउने छु। त्यही भएर एकदम खुसी भएर नयाँ मान्छेलाई भेट्न जाँदैछु हामी चाहिँ दिदीलाई। दिदीले पनि बिहानै खुसी हुँदै के भन्नु भयो? म एकदम ह्याप्पी छु आज भनेर भन्नुभएको छ। बेबी साथमा छ आज भनेर बिहानै मेसेज गर्नुभएको रहेछ दिदीले। त्यही भएर पनि जानु आँटेको अब खानासाना खाएर यस्तो नयाँ मान्छेलाई वेलकम गरौँ भनेर। ल हजुर ओइ के भनेको यसले बाहिर बसेर? अनि साथीहरू हामी चाहिँ नयाँ मान्छेको स्वागतको लागि चाहिँ के सामानहरू किन्नुपर्ने छ। त्यही भएको कारण चाहिँ हामी चाबेल चोक गएर त्यहाँबाट बसमा चढेर होइन मुना अनि हिँड्नुपर्ने हुन्छ। बसमा जानु कि केमा? बसमा कि केमा? खै केमा जानु। ल साथीहरू हेरौँ अब नयाँ मान्छेको स्वागतको लागि चाहिँ एउटा राम्रो चिज लिएर दिदीलाई पनि दाइलाई पनि उहाँहरूको फ्यामिलीको लागि स्वागतको लागि है बधाईको लागि। नयाँ मान्छेलाई त स्वागत हो नि त बुढी। बधाई हो नि त दिदी र दाइलाई त। त्यही भएको कारण अब हामी के किन्छौँ भनेर तपाईँहरूलाई देखाउने छु। अनि मेरो छोरी चाहिँ टक्क सानो कतिको एक्साइटेड छौ तिमी नयाँ मान्छे भेट्न? ओइ 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 भाग्यो भाग्यो यो त ओइ भाग्यो। मेरो छोरी यतिको एक्साइटेड छ साथीहरू हेर्नु त। सो म पनि एक्साइटेड छु। हामी सबैजना एक्साइटेड छु एकदम होइन हाम्रो फ्यामिली। अब हेरौँ हामी चाहिँ
बसबाट ओर्लेर जाँदैछु स्वेटर भयो कि हामी चाहिँ बसबाट ओर्लेर जाँदैछु किनभने अस्ति न त म पठाउमा आएको थियो अनि यस्तो अफ रोड छ क्या गाडीहरू जाँदैन है इनड्राइभ पठाउहरू मात्र जान्छ बस चाहिँ जाँदैन कि भएर मात्र यो बाटो मैले थाहा भएको हो नत्र भने मलाई बाटो थाहा हुँदैन थियो तर पनि बाटो लङ छ पराइ पुग्नुपर्छ कि मेरो छोरी चाहिँ सुत्यो भर्खरै सुत्यो झन् नयाँ बेबी देखाउने भनेको त सुतिहाल्यो अनि यहाँ चाहिँ फुल छ हामीले चाहिँ यहाँ फुल ल्याएको छौँ मैले चाहिँ कस्तो फुल रोजेको छु भने ए त्यो त फेरि फुलको कलरले नै तपाईँहरूलाई थाहा होला फेरि फुल चाहिँ मैले यहाँ ब्लू कलरको लिएर आएको छु कस्तो मन पर्यो मलाई है कस्तो दामी वेलकम गर्ने प्लास्टिक भित्रै चाहिँ यो प्लास्टिक कहाँ खोल्ने अब उतै खोल्ने हस्पिटलमा पुगेर खोल्ने ल अनि हस्पिटल यत्रो ठुलो छ तर कहाँ यहाँदेखिको हस्पिटल र पछाडि पो छ र है ल अब उता गएर देखाउँछौँ अनि अस्ति न 3 दिन भयो सायद 3 दिन भयो कि 4 दिन 3 दिन भयो हामी चाहिँ यहाँ हस्पिटलबाट फर्केको पनि त्यहाँदेखि चाहिँ दिदीलाई भेट्नै आएको थिएन किनभने अब म पनि त्यति टाढा छु मेरो पनि नानी खासै राम्रोसँग सन्चो छैन कि उसले पनि राम्रोसँग दिशा गर्नै आउँदैन त्यही भएर अनि गाह्रो हुन्छ अलिक टाढै पऱ्यो क्या हामी चाबेल बस्छौँ फेरि यो घरको हस्पिटल रहेछ यति टाढा है अनि अस्ति चाहिँ अब खुसीको पल अस्ति सुनाउन नसक्नु अब खुसी नै भए पनि अलिक स्याड भएर यस्तो खुल्लाले अब कङ्ग्रेचुलेसन पनि दिन नसक्ने कि त्यो बेला चाहिँ है अवस्थै त्यस्तो थियो कि अब किनभने दिदी पनि स्याड हुनुहुन्थ्यो अब खुसीकै दिन भए पनि बेबीलाई त आइसियुमा राखेको छु नि त मैले अस्ति नै पनि भनेको तपाईँहरूलाई के कारणले कस्तो भन्दाखेरि चाहिँ अलिअलि सास फेर्नु गाह्रो भएको थियो अनि त्यही भएर अहिले चाहिँ नर्मल भइसकेको छ राम्रो हिजो मैले कल गरेर सोधेको अनि दिदीले चाहिँ भन्नुभएको थियो एकदमै राम्रो छ बच्चालाई बेबीलाई मैले भेटेर आएको अनि आज चाहिँ दिनुहुन्छ बाहिर निकाल्नुहुन्छ भन्नुभएको थियो अनि आज बिहानै दिदीले कस्तो खुसी हुनु भएर मेसेज गर्नुभएछ कि दिदीले म एकदम ह्याप्पी छु मुना आज बेबीसँगै छ मसँग भन्नुभयो अनि मलाई कहिले अनि 3 दिनपछि आफ्नो बच्चासँगै हुँदाखेरि त नि अनि मलाई कहिल्यै जाला जस्तो भयो कि भेट्नलाई त्यही भएर म त यहाँ फुल लिएर पुरा वेलकम गर्न आएको छु अब अस्ति बेबीलाई वेलकम गर्न पाएन मैले हेर्न समेत पाएन भेट्न समेत पाएको थिएन नि त त्यही भएर यतातिर चाहिँ काम हुँदो रहेछ अब अहिले है एकछिन हस्पिटल आइपुग्यो हामी चाहिँ माथि अब अस्ति नै कोही ठाउँमा भन्नुभएको छ अनि त्यहीँ जान्छु सिधै जान्छु अस्ति नै त बाटो थाहा थिएन अहिले त बाटो थाहा छ त्यही भएर माथि पुग्नु पर्यो त पातले माथि छ है अब हामी लिफ्ट चढेर जान्छु मेरो छोरी लिफ्ट चढेर जान्छ अब कस्तो रिङबाट चल्छ अहिले लिफ्ट चढ्दाखेरि फुल 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 भनेको एकछिन कुराम न ल हामी आइपुग्यौँ है उसले पो थाहा छ हो मेरो छोरीले आज त ह्याप्पी छु नि त त्यही भएर अस्ति त रुनु भएको भाइ आज त अब हाँसेको बेबीलाई आउने बित्तिकै छुनुहुन्न नि त एकछिन आराम गरौँ है सानोले पनि अहिले देखिसक्यो कि क्या हो वेलकम गर्नलाई त ल अब चाहिँ वेलकम सानो मान्छेलाई अब अहिले एकछिनमा सुतिराख्नु भएको त्यति टाढाबाट आयो आउने बित्तिकै सानो को देख्नु भयो को रहेछ को भन्नु त
उतापट्टि होइन नि यतापट्टि चाहिँ उता आऊ ल जानु त्यहाँ अलिक स्टोन बनाउने कोसिस गरेको होइन यहाँनिर त होइन मेरो बच्चा त कस्तो अवस्थाबाट निकालेँ मैले होइन अझै कति मम्मीहरूले त स्ट्रगल गरिराख्नु भएको छ क्या त्यहाँ आफ्नो बच्चालाई यस्तो बनाउनलाई होइन अझै पनि मेरो त अब रातिको 12 बजे अनि बिहानको 12 बजे चाहिँ जतिखेर पनि सुई हान्नु जानुपर्छ होइन अब सोमबार चाहिँ मेरो डिस्चार्ज भन्नुभएको छ कहिले सोमबार हुन्छ र होइन त्यो चाहिँ मलाई अझै पनि 200 वर्ष जस्तो हुँदैछ त्यही हो मेरो भनाइ तँ यहाँ नयाँ बेबी हेर्ने भन्दै लुगा लाएर ल आउनु भयो आउनुहोस् भागेर आउने छिटो 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 ल ल आउनुहोस् आउनुहोस् छिटो आउनुहोस् बेबी हेर्ने रे बेबी हेर्ने आउनु आउनुहोस् हामी बेबी हेर्ने आउनुहोस् आउनुहोस् ल बेबी नहेर्ने आउनुहोस् ल बेबी हेर्ने है ल बेबी हेर्ने लुकी लुकी बेबी हेर्दैछ है लुकी लुकी बेबी हेर्दैछ है सानोले लुकी लुकी बेबी हेर्दैछ है आमा लुकी लुकी ल मुना चाहिँ यहाँ बेबी हेर्न खै एकछिन ल एकछिनसम्म म पनि नआउने त्यो भर्खरै जन्मेको बच्चालाई यताउति युट्युबतिर देखाउनु हुन्न क्या ल पहिला पैसा पो हाल्नु लाने पो हेर्ने त फेस बाहिर ल नयाँ मान्छेको अनुहार पनि हेरियो ल यता भन्नु है को जस्तो मैले त दिदी जस्तो हो दाइ जस्तो त देखिनँ मैले अब दाइको चित्त दुख्यो है दाइलाई म जस्तो चाहिँ भन्नु भएन अब पछि अब चेन्ज हुँदै आउँछ अब को जस्तो देखिन्छ त्यो त अब बेबी जस्तै छ तपाईँ पनि जानु म पनि ओ माई गॉड कस्तो ल हाई हाम्रो बेबी दिदी जस्तै रहेछ तर कस्तो नाक पनि दिदीकै जस्तो लाग्यो मलाई त नाक पनि खत्ता चुच्चो रहेछ नि त यहाँदेखि नै उसलाई त टाढाबाटै देखाउनु उसलाई पाल्न पर्यो कस्तो अस्ति न दिदीहरू आउनु रोजको लागि थ्याङ्क यू मिन्सा कस्तो हाँस्नु भएको जिन्दगीमा होइन मुना आमा बनेर पनि होइन अभागी चाहिँ म मात्र जस्तो नै हुन्न क्या अब त भयो नि त अब राम्रो भइसक्यो बेबी पनि तपाईँसँगै छ अब त्यस्तो केही सोच्नु होइन नि त होइन दाइ अब राम्रो होइन अब 2 दिन कटाउनु मलाई यति गाह्रो छ यहाँबाट निस्किनु पाएँ चाहिँ होइन
अनि चाहिँ म झन् 100% चाहिँ एकदम खुसी भएर घर जान्थेँ। अझै 2 दिन चाहिँ मेरो लागि अब त खुसीको आँसु हो। म त खुसी भएको छु। भगवानले होइन मेरो बहिनीले सबैजनाले